यहाँ हेर्नु त हाम्रो गाउँमा कति धेरै लिची फलेको छ। तिम्रो घरको हो? हाम्रो घरमै फलेको कति धेरै बगान छ, यति धेरै फलेको छ। तपाईहरुको गाउँमा पनि हुन्छ लिची? हाम्रोतिर त हुँदैन। ए हो र? त्यसो भए त लिची नफल्ने ठाउँमा त पहिला गइदैन हौ। हामी त जन्मिँदैखेरि लिची खाएर जन्मेको हुर्केको के, भात पनि लिची, अचार पनि लिची, चटनी सबै तरकारी लिची खाएर जन्मेर हुर्केको। लिची नआउने ठाउँमा त पहिला गइदैन हौ। लिची ठुलो कि माया ठुलो? हैन, लिची भनेको लिची हो, माया भनेको माया हैन। तपाईको मायाले यत्रो लिची फल्छ? तपाईहरुको मायाले तपाईको मायाले यत्रो लिची खान पाइन्छ? तिमीलाई म मेरो घरमा नभए किनेर ल्याइदिन्छु त अनि। एउटा कुरो कतिचोटि भन्नुपर्छ? हल नमिलेको आँडे गोरु जस्तो।